सल्टीहरू हेर्नु यो हो पहिलाको हाम्रो पानी खेती यहाँ गर्थ्यो नि त नि पानी खेती यादै भयो होला उता पहाडतिर हेर्दा नि यो हो खेती यता हेर्नु यो रबर गाछी यो हो रबर गाछी यो पनि जलेर खतम हुनु आँटेछ जलायो दुई तीन खेप जलाइसकेको थियो यो हो पानी खेती तर पानी खेती अहिले छरेर अब यो खालके गर्दैछ पानी खेती छरिदियो यता हेर्नु यो सबै के भयो डब्बा सबै उड्यो अनि मैले यहाँ एउटा पोखरी खनेछ अलिक गड्डै थियो नि त नि पहिला अनि यहाँ गड्डा खनेको थियो पोखरी बनाएको थियो तर यहाँ पनि नाला भइसक्यो नि त बिचमा एउटा पहिलाको नाला यो होला यहाँ नाला थियो पानी उता पनि जान्थ्यो नि यता पनि आउँथ्यो अनि यो नाला जन्त्रेहरूको यो उता तल कुरुमङ कान्छाको घरतिर जान्थ्यो पहिला त दुस्राै बस्थ्यो कि अनि यहाँबाट जान्थ्यो पानी यहाँबाट यो टाकी लगाएछ नि त यताबाट जान्छ पानी तर यहाँमा पानी जमेर त्यो भइसकेको थियो ट्र्याक्टर काट्न नसकेर जङ्गल माटो त ढुङ्गा भइसक्यो त्यो पहाडबाट पुरा गिट्टी बालु के आएर यहाँ पुरा हाबी भइसक्यो खतरा हाबी छ यता यहाँ छ यहाँ खने थियो नि त पोखरी अनि यहाँ पानी जमेर भएन अनि तर खनिदिएको फेरि र यहाँ पनि हेर्नु पानी त छ यसमा माछा लगाएको छैन यहाँ तल यो चिबा म्याडमको सिमाना यो कोलगाछी जति छ त्यति सिमाना पर्यो तलको अनि आगे भी दिखाउँछु यतातिर हेर्नु होला यो हो रबर गाछी यहाँ एउटा थियो त्यो कङ्केल गाछी थियो नि उतातिर आउटेङ्गा थियो अनि यो सबै डब्बा हुन्थ्यो पहिलाको पानी खेती गर्दा अब त यस्तो गयो डब्बा सबै खतम भइसक्यो यतिकै सल्टीहरूलाई अलिक देखाउन मन लागेको थियो पहिला हामी खेती गर्थ्यौँ सानोमा खेती आउँथ्यो रुँग्नुलाई धान जाप गर्दा हावा लगाउँदा अनि अलिक देखाउन मन